Savannah Institute, elevating futures. सो आज हामी यसै सन्दर्भमा हैन यसै परीक्षाको कस्तो पेपर हुन्छ हैन हामी त्यो लिएर उपस्थित भएको छौं हैन। धेरै स्टुडेन्टलाई जानकारी हुँदैन किनभने फर्स्ट टाइम हैन यस्तो पेपरमा लेख्न गइरहेको हुन्छन् हैन। सो के हुन्छ र कस्तो हुन्छ यसै पेपर हैन, कसरी यसमा लेख्ने हैन, त्यसबारे हामी यसमा चर्चा गर्ने छौं हैन। भिडियोमा साथ आफ्नो बनेर बस्नु होला, नभए कन्फ्युजन हुन्छ लास्ट टाइममा गएर है। सो सबसे पहिले इम्पोर्टेन्ट कुरा छ उत्तर पुस्तिका नम्बर। यहाँ सक्नुहुन्छ, यहाँ उत्तर पुस्तिका नम्बर लेखेका छन् हैन, र यसको जुन नम्बर छ उत्तर पुस्तिका जुन नम्बर छ हैन त्यो नम्बर यहाँ लेखेको रहेछ है। सो ध्यान दिनु होला, तपाईको परीक्षामा यो नम्बर अनिवार्य हुनु पर्यो है। अलिक तलमाथि भए पर्दैन हैन। कतिमा के भन्छ यहाँ पनि लेखेको हुन्छ अथवा यहाँ पनि लेखेको छ यसमा हैन, अथवा यहाँ तल जस कतै यसमा हैन यो एरियामा कतै हैन एउटा नम्बर लेखेको हुनु पर्यो जुन उत्तर पुस्तिका नम्बर हुन्छ है। यो नम्बर एकदम इम्पोर्टेन्ट छ। यदि मान्नु तपाईँ परीक्षामा केही कारणवश हैन यो नम्बर लेखेको छैन हैन, यो नम्बर लेखेको छैन भने तपाईहरुले त्यो पेपर फर्काइदिनु होला र अर्को पेपर माग्नु होला है। किनभने यो नम्बर एकदम इम्पोर्टेन्ट हुन्छ। यो नम्बर तपाईको उत्तर पुस्तिकामा हुनु पर्यो। सो कुरा बुझ्नु भयो पक्कै पनि हैन। सो उत्तर पुस्तिका नम्बर नभएपछि पेपर इन्भ्यालिड हुन्छ है। सो यो नम्बर हुनु पर्यो तपाईको पेपरमा, ध्यान दिनु होला। त्यसपछि आउँछन् हाम्रो यतापट्टिको भाग हैन। हामीले यतापट्टिको भागमा हैन यो जुन भाग छ हैन, यस भागमा हामीले केही पनि नलेख्नु होला, ध्यान दिनु होला है। यो भागमा जुन मैले सर्कल गरे हैन रातो कलरले, यस भागमा तपाईहरुले केही पनि नलेख्नु होला, पुरै खाली छोड्दिनु होला है। सो कुरा बुझ्नु भयो भनेर के गरे भने हैन एकपल्ट फेरि भनिदिरा छु है। यतापट्टिको जुन यो भाग छ हैन, यो भागमा तपाईले केही पनि नलेख्नु होला, यसरी कलर पनि नगर्नु होला है, म जस्तै पुरै खाली छोड्दिनु होला यो भागले है। सो कुरा बुझ्नु भयो। त्यहाँदेखि एसईमा अलिक टाइम दिएकै हुन्छ, पेपर अलिक चाँडै आउँछ हैन, क्वेशन ढिलो आउँछ कि। सो त्यो 3 जेलसम्म हैन तपाईहरुले यो पढ्नु होला एकपल्ट हैन, एकलट यति चाहिँ तपाईले पढ्नु होला। यहाँ कसरी गर्ने के गर्ने भन्ने कुरा थोरै निर्देशन दिएको हुन्छ हैन। सो यो पढ्नु होला। त्यहाँदेखि छन् यस कभर पेजको भित्रपट्टि नलेख्नु होला है। यो भनेको के हो त्यो म थोरै तपाईलाई भिडियोमा देखाउन चाहन्छु है। जस्तै ल मानौ हैन तपाईको पेपर यस्तै त हुँदैन हैन, जस्तो यस्तै कपी जस्तै अलिक पातलो हुन्छ, यस्तो कलरफुल चाहिँ हुँदैन हैन। यो सुरुमा अनि तपाईले नाउहरू यसमा लेख्नु भयो हैन, मैले देखाएँ नि सुरुमा हैन, यो सुरु पेज भयो, यसमा तपाईले नाउहरू लेख्नु भयो है। अब यो पेज पल्टाएपछि हैन, यो पेज पल्टाउनु हुन्छ हैन। हो अब पल्टाउँदाखेरि जुन यो भाग हुन्छ नि हैन, यसरी पल्टाइसकेपछि जुन तपाईको यो भाग हुन्छ नि, यो भाग हैन, यस भागमा तपाईले केही पनि नलेख्नु होला है। यो भागले तपाईले पुरै खाली छोड्दिनु होला हैन, र हामीले यसपछि यसमा मात्र हामी लेख्ने गर्छौं हैन। सो कुरा बुझ्नु भयो कुन भाग छोड्ने भनेर हैन। यो भाग चाहिँ छोड्ने हैन, फेरि मिस्टेकले है, यो भागमा हामी लेख्नु पर्छ। हेर्नु भयो फेरि हेर्नु, जस्तै तपाईले यसमा नलेख्नु भयो हैन, तपाईले के गर्नु भयो, तपाईले यस भागमा नलेख्नु भयो भने नि हैन, यसको यतापट्टि है, यतापट्टि जुन पल्टाउँदाखेरि जुन यो भाग भयो न यतापट्टि छ, यसको यो भागमा केही पनि नलेख्नु होला, पुरै खाली छोड्दिनु होला। त्यसपछि हामी यस भागमा लेख्ने छौं। यसमा हामी कसरी लेख्ने त्यो म एकछिन मैले भन्दैछु है। ल कुरा बुझ्नु भयो पक्कै पनि हैन। ल यहाँ चाहिँ तपाईले त्यही कुरा भनेको रहेछ हैन, म भर्खर भिडियोमा देखाए हैन कुन पेज नलेख्ने भनेर हैन। सो त्यो पेजमा नलेख्नु होला हैन। अब हामीले यो सिम्बल नम्बरहरु भर्नुपर्ने हुन्छ है। सिम्बल नम्बर सुरुमा तपाईले नेपालीमा भर्नु होला है। त्यसपछि तपाईले त्यही सिम्बल नम्बरलाई इंग्लिशमा लेख्नु होला हैन, र अनि त्यसलाई अक्षरमा लेख्नु होला। अक्षरमा लेख्ने नेपाली लेखे पनि भयो अथवा इंग्लिशमा लेखे पनि भयो, जस जेमा लेख्ने तपाई घरमै प्र्याक्टिस गरेर जानु होला है। ल अब हेर्नुस् त, जस्तै मानौ तपाईको सिम्बल नम्बर ल यति रहेछ है। तपाईको सिम्बल नम्बर मानौ हैन 2 4 8 3 2 1 हैन, अनि 5 यसलाई मानौ यस्तो यहाँ के दिएको छ, जे पनि दिन सक्छ, मानौ क्यू नै दिएको छ ल हो। अब तपाईले यसमा हैन यो लास्टमा चाहिँ यसमा चाहिँ तपाईले इंग्लिशमा लेख्नु होला, मैले इंग्लिशमा लेखेर देखाइदिए हैन। योमा चाहिँ हैन इंग्लिशमा लेख्नु होला है, र यही नम्बरलाई तपाईले यहाँ नेपालीमा लेख्नु होला, अथवा सुरुमा नेपाली लेखेर पछि इंग्लिशमा जेमा लेख्नु भयो जस्तो र हैन। यसमा नेपाली लेख्नु होला, यसमा इंग्लिश लेख्नु होला। अब यसै नम्बरलाई नेपालीमा पनि लेखौं हैन। के गर्नु होला, नेपालीमा 2 4 8 हैन 3 2 1 5 हैन, र क्यूलाई क्यू नै लेख्नु होला है। सो यसरी तपाईले सुरुमा नेपालीमा र अर्कोमा इंग्लिशमा लेख्नु होला नम्बर है। अब यसैले तपाईले यहाँ अंकमा पनि लेख्नु होला। अंकमा तपाईले नेपाली लेखे पनि भयो अथवा इंग्लिशमा लेखे पनि भयो है। अब जस्तो यसलाई थोरै काउन्ट गर्नु होला हैन, घरमै सिकेर प्र्याक्टिस गरेर जानु होला है। जस्तै हेर्नुहुन्छ कति हुन्छ यो 1 2 सैकरा हैन। अब 1000 10,000 भयो, लाख 10 लाख भयो हैन। भनेपछि कति भयो यो 24,83,215 भयो नि त हैन।
सो हामी यसलाई के गर्छौँ यहाँ चाहिँ हामीले यसलाई इङ्ग्लिसमा लेख्नेछौँ है। जेमा लेखे पनि भयो, म इङ्ग्लिसमा लेखेर देखाउँछु है। हेर्नुहोस् के हुने भयो यो 20 होइन 24 के लाख पक्कै पनि होइन 24 लाख होइन। त्यहाँदेखि 83,000 है 83,000 भयो होइन। त्यहाँदेखि 200 छ होइन 200 है। अनि एन्ड 15 तपाईँको जस्तो त्यो लेख्नु होला होइन। त्यसपछि लास्टमा क्यू छ भनेपछि यसरी लास्टमा क्यू लेखेर यसरी गरिदिनु होला। यसरी तपाईँले सिम्बल नम्बर लेख्नु होला। पक्कै पनि बुझ्नुभयो। तपाईँको सिम्बल नम्बर जे छ त्यो लेखेर जानु होला, त्यो लेख्नु होला है, मैले लेखेर लेख्ने होइन फेरि। त्यसपछि आउँछ विषयको कुरा। अब तपाईँको त्यो दिन जुन विषय हुन्छ त्यो विषयमा यहाँ लेख्नु होला। जस्तो मान्नु तपाईँ इङ्ग्लिस छ भने यहाँ तपाईँले इङ्ग्लिस लेख्नु होला होइन, नेपाली छ भने नेपाली लेख्नु होला, म्याथ छ भने म्याथ लेख्नु होला, जस्तो तपाईँ लेख्नु होला है। यति लेखिसकेपछि तपाईँले अब यहाँ चाहिँ होइन परीक्षाको केन्द्र लेख्नु होला। ध्यान दिनु होला, यहाँ तपाईँले आफ्नो स्कुलको नाउँ लेखेर आउने होइन फेरि है। जस्तै मान्नु तपाईँको स्कुलको नाम ए हो भने यहाँ ए लेख्ने होइन, तपाईँले परीक्षा दिन कुन सेन्टरमा दिँदै हुनुहुन्छ परीक्षा होइन त्यसको नाउँ लेख्नु होला। जस्तै मान्नु तपाईँको तपाईँले पढ्नुभएको स्कुल ए हो र तपाईँको परीक्षा कहाँ भइरहेछ बी स्कुलमा भइरहेछ भने नि यहाँ बी स्कुलको नाउँ लेख्नु होला। कुरा बुझ्नुभयो होइन। परीक्षा केन्द्रको नाउँ लेख्नु होला है। सो जे नाउँ हुन्छ त्यो नाउँ लेख्नु होला, त्यहाँदेखि थोरै एड्रेस लेख्नु होला होइन र नेपाल लेख्नु होला है। यसरी तपाईँले परीक्षा केन्द्रको नाउँ लेख्नु होला। त्यहाँदेखि आजको जुन मिति हुन्छ होइन, जस्तै इङ्ग्लिस इक्जाम छ भने इङ्ग्लिस इक्जाम कुन मितिमा भइरहेछ त्यो मिति यहाँ लेख्नु होला होइन। जुन मिति हुन्छ त्यो लेख्नु होला होइन, जे हुन्छ त्यो लेख्नु होला है। यसरी मिति लेख्नु होला। मैले त्यति ऱ्यान्डमली केही लेखिदिएँ होइन। त्यहाँदेखि यहाँ जुन छ होइन यसमा चाहिँ साइन गर्नुपर्ने हुन्छ। साइन आफैले गर्ने होइन, साइन टिचरले गर्छ है। प्रायमा टिचरले साइन आफै गरिदिन्छ होइन। इनकेस केही कारणवश तपाईँको पेपरमा साइन गर्न छुटिहाल्यो हो, त्यस्तो अवस्थामा टिचरले आफैले आग्रह गरेर रिक्वेस्ट गरेर होइन सर मेरोमा साइन छुटिहालेछ साइन गरिदिनु भनेर रिक्वेस्ट गर्ने, अनि यहाँ टिचरले साइन गरिदिन्छ है। सो कुरा बुझ्यो। त्यसपछि यो जुन छ नि यसमा चाहिँ तपाईँले मानौँ होइन सुरुमा त होइन मानौँ, त्यसपछि तपाईँले पेपर सबै लेखेर सकेपछि होइन लास्टमा तपाईँले मानौँ थप पेपर लिनुभयो हो। थप पेपर लिँदाखेरि तपाईँलाई जति थप पेपर लिनुभयो होइन त्यहाँ प्लस गर्दै जाने। जस्तै मानौँ तपाईँले एउटा थप पेपर लिनुभयो भने +1 गर्ने होइन। मानौँ फेरि एउटा थप पेपर लिनुभयो भने फेरि एउटा +1 गर्ने, +2 एकैपल्ट गर्ने, सबै मिटाएर यसरी +2 गर्ने होइन। कुरा बुझ्नुभयो। जति लिँदै हुनुहुन्छ त्यसरी +1 यसरी +1 गर्दै जाने। थप पेपर लिएपछि +1 गर्न नबिर्सिने यहाँ है। यति कुरा बुझिसकेपछि होइन अब यो त ब्याक पेपर भयो होइन, पछाडिपट्टिको यसमा के पनि नलेख्नु होला होइन। त्यहाँदेखि अर्को पेपर आउँछ होइन हो। यो पेपरमा है प्रायमा यहाँ के हुन्छ अन्डरलाइन यहाँ गरेकै हुन्छ दुवैपट्टि है। अब इनकेस गरेको छैन भने होइन यसरी नै दुवैपट्टि के गर्ने अन्डरलाइन गर्ने है। र कतिको क्वेसन सार्ने बानी हुन्छ, क्वेसन चाहिँ नसार्ने होइन। सिधै जस्तै मानव क्वेसन नम्बर 1 छ भने क्वेसन नम्बर त क छ भने क जे छ त्यही लेख्ने होइन। क्वेसन नम्बर जे छ त्यही लेख्ने होइन। क्वेसन नम्बर 1 अब 1 को ए हो भने यसरी ए लेखेर सिधै उत्तरको लाइन यसरी सिम्बल दिने र सिधै एन्सर लेख्न थाल्ने है। त्यहाँदेखि बी नम्बरमा गएपछि बी नम्बर लेख्ने र सिधै एन्सर लेख्न थाल्ने। मानव 1 को लेखियो, 2 को मानव आइरहेको छैन, 3 को आइरहेको छ अथवा 4 को आइरहेको छ। सो के गर्ने सिधै क्वेसन नम्बर 4 लेख्ने होइन। 4 को ए छ भने ए लेख्ने, ए छैन भने सिधै यसरी एन्सर लेखेर लेख्न थाल्ने। म फेरि त्यसरी मानव क्वेसन नम्बर 5 मा गयो, क्वेसन नम्बर 5 मा फेरि एबी छ भने ए को एन्सर लेख्ने है, यसरी लेख्ने। अब मानव फेरि बी को आइरहेको छैन होइन, तर मानव अब फेरि 2 को फेरि मानव तपाईँलाई याद आयो एन्सर, क्वेसन नम्बर 2 लेखेर 2 को कुन याद आयो बी याद आयो भने बी लेखेर यसरी सिधै एन्सर लेख्न सक्नुहुन्छ है। अब फेरि मानव त्यसपछि तपाईँलाई फेरि 5 को बी याद आयो होइन। सो क्वेसन नम्बर 5 को फेरि लेखेर यसरी बी लेखेर सिधै एन्सर लेख्न थाल्नु होला। भनेपछि कुरा बुझ्दै हुनुहुन्छ। तपाईँले सिरियली गर्न सक्नु झन् राम्रो हो होइन। सिरियली गर्न सक्नु भएन भने यसरी तलमाथि गरेर लेखे पनि भयो होइन। तर तपाईँ क्वेसन नम्बर +2 रूपमा लेख्नु होला। यो क्वेसन नम्बर बुझ्नु पऱ्यो, क्वेसन नम्बर 2 लेख्नु होला मजाले लेख्ने खालको है। सो पक्कै पनि बुझ्नुभयो होला। अनि लास्टमा भिडियो के भन्छ पेपरको सबसे लास्टमा होइन थप लिएर सकिसकेपछि होइन लास्टमा होइन द इन्ड लेख्न पनि नभुल्नु होला है। यति लेखेपछि तपाईँको पेपर समाप्त भयो, बुझिन्छ है। सो यति गर्नु होला। आज भिडियोमा यति मात्र होइन। भिडियो मन पऱ्यो साथीहरू पनि सेयर गर्नु होला, किनभने एकदम इम्पोर्टेन्ट कुरा हो होइन, सबैले थाहा हुनु पर्यो। ल धन्यवाद।